हेलो गुड मर्निङ सम्पूर्णमा आउँछ बिहान सबेर उठेर है हातमुख धोएर के नुहाइधुवाइ गरेर चिठी च्याप्टर पढेर चाहिँ म आज चन्द्रगिरी जानु लागिरहेको छु। हिँडिसकेको छु म। अनि अब त्यसपछि गएर बहिनीलाई रिसिभ गर्छु उता अलङ्कीमा गएर। अब म चाहिँ यहाँबाट हिँडिसकेँ है। बिहानै छ होइन। बिहानै कहाँ जाँदैछु। अब खर्चको लागि चाहिँ म पैसा लिँदैछु है त। खर्चको लागि चाहिँ पैसा लिँदैछु। ल भनेपछि ल यति नै गर्नु। ल बहिनीलाई भेट्नको लागि चाहिँ मैले अब पठाउ बुक गरिसकेको छु। यो चाहिँ रत्नपार भन्दा अगाडि एकदम भाइलाई राम्रो देखिएको छ। बिहान अहिले 3 किलोमिटर अगाडि गर्दै फेरि हामी आइपुगिसक्यौँ। बजारबाट दाहिना लागि सहिद गेट लेख्न साइडमा पार्किङ गर्नु मन भएर पठाउनु दाइले मलाई। यो नेपाल असेलो खाने असेलो यहाँ माथि छ। यो बोट कोही यता हेर त असेलोको बोट खाने खाने कि नखाने। नमस्कार भन न। हेलो नमस्कार। नगर न किन नचढ्ने यस्ता भुरालाई के लानु। यस्तो बुढालाई भान्जीहरूलाई मामा भन नि त। मामा भन नि त। मामालाई माया गर नि ल। ल छिटो टिकट लिने हो। केवल कार टिकट लिने। ल माया गर मलाई माया गर ल। ल मामालाई माया गर अनि ल। माया गर अनि ल। मामालाई माया गर नि त है। टिकट काउन्टर हामी सर र बहिनी र म जान्छौँ। त्यस पछाडि टिकट यतापट्टि हुन्छ। हामी टिकट यताबाट लिन्छौँ। म्यामले यताबाट हामीलाई बोलाउनु भयो। ल दुईटा हो। एकजनाको बर्थडे बच्चाको बर्थडे नै ए त्यसो भए मेरो मात्रै पर्यो होइन। एकजनाको कसरी हो। एकजनाको 825। भिडियो अब हामी भान्जी बहिनी हामी चाहिँ जाँदैछौँ है। ल अब हाम्रो सुरुवात हो केवल कारको सर ल यात्रा। अब हाम्रो भ्यू आउने भयो त। चाहिने नै उता कता हो नि। पछाडि के चाहियो हेर्दा ल एकदम ठिक छ हो र। हामी चाहिँ आज चन्द्रगिरी घुम्दैछौँ। धेरै के भन्छ धेरै चोटि चाहिँ आउने भन्दा भन्दै हामी चाहिँ आज मिलाएर बहिनी र म हामी भान्जी होइन। हामी जाँदैछौँ है। कति टाइम लाग्छ
चन्द्रगिरी कस्तो राम्रो आएको हजुरको नखिच्ने भिडियो आपका भिडियो खिच्न परेको नि म भिडियो 0.5 बाट बनाइदिनु Video and photo. Yeah, I think Video. yeah, videos. Okay. यस्तो देखा हामी रियलमा फेस फोटो नि चाहिन्छ है बर्थडेको लागि हो ल कस्तो माथि पजाडो अर्को ठुलायो Very nice. कान ढुम्म भयो कि मेरो त छ्या उल्टा जस्तो भयो कति मिनेट लाग्छ यहाँबाट मास्नु हेलो अझ माथि टाढो लाग्यो भने देख्दिन हो यहाँ नआएछ होला के राम्रो दिन्छु दिन तपाईँ सिधै 1 घण्टाको बाटो हुन्छ नि मलाई काममा छ नि झन् टाढा छ नि लामो छ नि पैसा जानुपर्छ त्यहाँ कुनै दिन चन्द्रगिरी डाँडामा तर भुल देखान देखिन्छ गाडीमा गयो भने देखिन्छ नहल्दिनु न अस्ति नै हामी 15,000 उता हेर्नु न सर उभिएर उ तल गएर कहाँ त्यही भएर हामी भन्न गाह्रो पोस्दिनु पर्दैन क्या हेर्नु न त्यही बेला पढिदिनु गाएन कि पलाउँदा त क्या छिटाउने यार ओराली बुढो भएर कालो गऱ्यो यहाँबाट ममा भिडियो तलदेखि तेरो अझाउँछ बस्छ न भन्ने बाबा कता टल्बी गएकै बिराहरू त है त्यता त कालो आउँछ रहेछ के अलि अगाडि अन्त पिस गऱ्यो भने चाहिँ खतरा देख्ने कहाँ पिस बाटो ए सरी माथि कस्तो आनन्द आउँदो रहेछ सर दिनेको थाहै नपाइदिने प्लेनमा चढे जस्तो रहेछ त लाइन जानु अरे गयो भने रोकिन्छ लाइन जान्छ आनन्द हुन्छ जास गयो यहाँबाट मेरो कानै त्यो बाटो एकछिन रोकिन्छ आइहाल्छ नि ए बाटो रहेछ त खै कहाँ ऊ पार्टी राम्रो छ त बाटो चन्द्रगिरी जाने बाटो थियो बाहिरी गइरहेको अनि तिमीले मम्मीलाई लोटाइदिन्छ कि डर लागेर नि मलाई होइन मलाई त यही छ नि त मन बाइक जाँदैन पश्चिमतिरै हो क्या त केदारनाथ जाइन भनेको यति छ क्या अग्लो भिडियो बनाइदियो भिडियो छर है काट्यो होला नि त यहाँ ठुलो रुख काटेर ऊ त्यो लाली गुराँसको बुट्टा नि त्यो रहेछ तिरेर 800 रुपियाँ तिरेर पैसा छैन भनेर भिडियो बनाइ यता हेर्नु न यता तलबाट यो भिडियो बनाएर देखाइदियो कि एउटाले हामीले त कति 700 कि 800 तिरेर आयो तिमीसँग पैसा नभएर हिँड्दै आऊ भन्दाखेरि यहाँबाट चिच्चाएर बाटो रहेछ रन्जु चाहिँ भाइरल भयो तर यो बाटो त होटेल अब यहाँ झरेर त्यहाँ हिँड्दै जानु पर्दैन ए माथि हो मन्दिर चाहिँ कहाँ त्यो होटलहरू ए माथि हो के भयो रमाइलो हो हिँड्यो भने चाहिँ कति टाइम पुग्छ होला हिँड्यो भने त्यही हो यसको डबल 2 घन्टा 3 घन्टा त लाग्छ होला यत्रो ठाड्दै उकालो अझै बढी लाग्छ यत्रो उकालो हिँड्नै सकिन्न पहिले कस्तो सुस्तै हिँड्ने जस्तो लाग्यो भोटी गयो
ल बत्ती गयो भने चाहिँ पुरै यसरी रोकिँदो रहेछ है केवल कार आमा है पुरै हल्ट पुरै झुन्डेर बसेको छ त बाबा ल हेर त अनि आएर हाम्रो यता ओ माई गॉड ल मान्छे त हेर आन्दा ल हेर त बत्ती गयो अब यहीँ बस्ने भरे बेलुका नि आयो चल्दैन यो ल हेर त अनि दुईटा नि चलेन अनि यो चलेन हामीलाई त्यस्तै भएको कि चले सुस्त आइरहेको चल्न लाग्यो चलेछ बिस्तारै बल्ल सबैको मान्छेले बाटो यहाँ आएछ गाडी भान्जी चल्यो भान्जी चल्यो होइन होला हो ए उतलको बाटो यस्तै अहिले चलेको थिएन है रहेछ नि कच्ची बाटो बाटो रङ त रहेछ तल कच्ची रहेछ बाटो है धेरै टाइम लाग्यो रहेछ आगे 2 घण्टा 3 घण्टा लाग्छ यति घुम्टिरहेछ नि चन्द्रगिरी यही हाल्न नरहेछन् कि त्यही भएर टाइम लगाएछ नि प्राविधि गडबड भन्दा रहेछ ल हेर नेचुरल है फेरि आयो भान्जी अब फेरि आएर हामीले भाडा तिर्नु पर्दैन होइन त्यति लगिन्छ अब त्यो टिकट चाहिँ हराउनु भएन त्यही हो किन काटेको टिकट चाहिँ ल आइपुग्यो त यस्तो प्लेन ल्यान्ड भयो जस्तै हुँदो रहेछ ल ल्यान्ड भयो अब झर्नुपर्छ हामी है बिस्तारै बिस्तारै अब हामी चन्द्रगिरी आइसकेका छौँ हो चन्द्रगिरी डाँडैमा यही हो चन्द्रगिरी खै ओम शान्ति 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 ल यो चन्द्रगिरीको दृश्य हो बालेश्वर मन्दिर चाहिँ कहाँ हो को हो कता होला भनेर सोध्नुभयो होला यो है बालेश्वर मन्दिर मामला नछोड है मामला नछोड मान्जी
भगवान्हरू रक्षा गर्दै परमेश्वर भगवान् रक्षा गर्दै भगवान् What is your name? मामाको नाम के हो? महेन्द्र मामा दुईटा Hello guys. Hello guys. कहाँ कहाँनिर खोइ यता हेर मलाई वहीँ हो र यता हेर न क्यामेरामा हेर न ल यहाँ यता हेर मोबाइलमा मोबाइलमा हाई गर हेलो मामा हेलो अब हामीले चाहिँ के अरे भालेश्वर मन्दिरको दर्शन गरेर चाहिँ हामी फर्किसकेका छौँ यो केबल कार ल कत्रो न के भनेर चाहिँ हामी सोचिरहेको थियौँ केबल कार चाहिँ हेरे साथीहरू होइन ठ्याक्कै रहेर यस्तो छ बहिनी भान्जी म होइन मामाको नाम के हो अरे भान्जी बिर्सेछ भान्जीले किन हजुर ल यसरी सरर आउँदो रहेछ है ट्याक्क लगाएर है बाबा कस्तो राम्रो आउँछ अनि ट्याक्क लगाएर ल केबल कारमा यति धेरैजना मान्छे आउँछ है खाली खाली आउँदो रहेछ केबल कार एकजना दुईजना आयो भने चाहिँ